यिनी कपडा कहाँबाट ल्याएका हुन् तपाईँको पछाडिका? यिनीहरू त्यही अर्को युनिभर्सबाट ल्याएका हुन्। मेरो अन्डरवेयर ननिकाल्नु होला। 5000 को रुम कस्तो लागिरहेछ? खाना के भयो अरे आज? खाना दाल भात तरकारी अनि खुर्सानीको तरकारी तर त्यो पनि धेरै मिठो लाग्यो है। लाग्नु चाहिँ खानाको टेस्ट चाहिँ अचारले पनि राम्रो निकाल्यो। त्यो पिरो पिरो पहाडको पानी सागमा यसो चोबालेर नुन डुबाएर खाए पनि तता भोकाले उमाले पनि मिठाई हुन्छ भन्थे। त्यो चाहिँ हो उता पनि देखाउनु न माथिपट्टि कस्तो छ। नै माथि देखाइयो ढोका यो हाम्रो ट्याक्क स्पेशल लग म्या गर्नु एकचोटि त्यहाँ कराउँछ क्या लुक्नु। ल विन्डो एसी प्योर एसी यहाँबाट हाम्रो एसी अर्को ठुलो एसी त्यहाँ माथि छ। यो 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 कति टनको? यो 3 टनको, यो 1 टनको। अनि यो हाम्रो क्लस्टर सिलिङ यो इटालीबाट ल्याएर बनाएको होइन यो सामानहरू के? इटालीबाट बनाएको। यो कहाँबाट कोटेड गरेको? मोरक्कोबाट कोटेड गरेको होइन? यिनी कपडा कहाँबाट ल्याएका हुन् तपाईँको पछाडिका? यिनीहरू त्यही अर्को युनिभर्सबाट ल्याएका हुन्। ए नेक्स्ट युनिभर्सबाट हो? एलियनहरू पुर्याउन आएको थियो। 5000 त बहुत सस्तो भएन रे। अनि हाम्रो चाहिँ के अरे करेन्सी चाहिँ कसरी चाहिँ उता कन्भर्ट गरेर पठाइयो त्यो सोध्नु न। कसरी पठाइयो? त्यो त बिर्सेँ त यार। कहाँ एसटी कार्ड स्लो भन्छ त? त्यो विज्ञ हजुर हो दाइ, प्रधानमन्त्रीले धान्नु भएको हजुरले हो। त्यो म्यानेजरलाई सोध्न पर्ला। म्यानेजरलाई अहिले डिस्टर्ब नगरौँ सिरा होला। अनि के छ त यो चाहिँ विशाल मल होइन, एउटा होमस्टेले राखेको अलिसान मलमा कतिजना छन् त गेस्टहरू? गेस्टहरू अराउन्ड 1000 हो। सिंगल होइन यो डबल हो। यो त्रिपल बेड यो हो। यो डबल बेड यो बिहान उठ्दाखेरि कति रातो हुन्छन् भन्ने कुरा हामीलाई नै थाहा छैन। किनभने अब सबै परे लट्ठीवाला, लट्ठीले त पिट्ने नै काम हो। कता कता लट्ठीको दाम परेर रातो हुने हो थाहा